हे गाइज, आज चाहिँ झापाको मौसमले च्यालेन्ज खेलिरहेको छ अनि मलाई चाहिँ पानीपुरीको बर क्रेभिङ भइरहेछ। सो हेलो गाइज, गुड इभिनिङ, वेलकम टु माई मिनी भ्लग। इट्स मी सुना थिबे अनि आज चाहिँ म बनाउन गइरहेको छु पानीपुरी। लेट्स सी। मसँग जे जति सामान छ त्यसकै बनाउँदैछु। झोलको लागि चाहिँ मैले एउटा भाँडा लिएको छु। भाँडामा पानी अनि पानीपुरी मसला, त्यसपछि अमिलो, काटेको धनिया, प्याज चाहिँ भिडियोमा छैन, अनि स्वादअनुसार नुन, र यसलाई मैले मजाले घोलिदिएँ र यो चाहिँ रेडी भइसक्यो। अब पालो रहेको छ त किमाको। सरी मैले माफ मागिसकेँ। कौन है ये लोग? कहाँ से आते हैं? चाहिँ मोमोको किमा चाहिँ होइन है। तपाईहरूले के भन्नुहुन्छ, म चाहिँ यसलाई पानीपुरीको किमा भन्छु। ल अब सुरु गरौँ। सुरुमा मैले आलु राखिसकेको छु, त्यो त तपाईँहरूले देखिसक्नु भएको छ, र त्यसमा पानीपुरी मसला अनि चना मटर भिजाएको। चना मटर चाहिँ मैले अलिक धेरै नै राखेँ, मलाई धेरै नै मनपर्ने भएर, र यो चाहिँ खासमा एकजनाको लागि मात्र हो। त्यसपछि मैले चप्ड गरेको हरियो खोर्सानी, प्याज अनि धनिया राखेको छु। थोरै मात्रामा अजिना अनि स्वाद अनुसार नुन। मलाई चाहिँ पानीपुरीमा चाउचाउ मिक्स गरेको मनपर्ने भएर यसमा मैले कोरियन चाउचाउ पनि एड गरिदिएको छु। त्यसपछि मैले यसलाई मजाले मिक्स गरिदिएको छु। आज चाहिँ मैले दिदीबहिनी अनि साथी बिना एक्लै बनाएर खाएको, र भिडियोको लागि चाहिँ मैले बुबालाई भनेको थिएँ। यसरी एक्लै हुँदा कुकुरले एक्लै खानुहुन्छ, कमेन्ट अनि मेन्सन गर्नुहोला। र यो चाहिँ फाइनल लुक हो। यहाँ चाहिँ मैले पानीपुरी राखिसकेको छु। यो चाहिँ मैले बनिसकेर ट्राई गर्न लागेको। कस्तो हुन्छ भनेर आइएम सो एक्साइटेड। तर पानीपुरी चाहिँ बिफर बब्बाले भइरहेको थियो क्या। यहाँसम्म मेरो भिडियो हेरेर इन्जोय गर्नुभएकोमा र साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यसरी नै मौसमसँग कुकुरले च्यालेन्ज गर्नुभयो त कमेन्ट बिलो, एन्ड थ्याङ्क यू फर वाचिङ। बाई बाई।